गुड मर्निङ वेलकम टु माई भिडियो। आज पनि म चाहिँ जिल्लातिर जाँदैछु। हाम्रो प्रदेश एकको राजधानी विराटनगरतर्फ यात्रा रहेको छ आजको। र आजको दिन भने म चाहिँ थोरै सामान लिन गइरहेको छु अनि बाटोको केही दृश्यहरू खिच्न मन लाग्यो होइन। अनि अब यो चाहिँ भरै मेरो युट्युब च्यानलमा आउनेछ। मेरो युट्युब च्यानलको नाम रहेको छ आरटिआर युट्युब च्यानल। अनि हजुरहरूले सब्सक्राइब गरिदिनु होला अनि आफ्नो मनमा लागेको कुराहरू भनिदिनु होला, बताइदिनु होला। बाटो चाहिँ अहिले यो सिनारी बनिरहेको कारणले गर्दा ठाउँको बाटो नराम्रो छ है। त्यही भएर म चाहिँ अलिक चाँडै निस्केको। यस्तै छ अहिलेको अवस्थाहरू। अनि म चाहिँ अहिले ठ्याक्कै पत्री कटेर अगाडि मात्रै लाग्दैछु। मेरो यात्रा भनेको चाहिँ विराटनगरसम्म रहन्छ। अनि आजको दिनहरू के कसरी बित्छ, के कस्तो हुन्छ अनि त्योहरू अपडेट गराउने छु हजुरहरूलाई। बाटो निकै खराब छ है। बिस्तारै हिँड्नुपर्ने ठाउँको आधी गाडी सिलिगन्जमा जाँदाखेरि रोड गाडी हुँदा चाहिँ अथवा हुने होइन। आधी गाडीमा धेरै झड्का हुन्छ, गाङ्गाङ्गो गुङरुङ बनाउँछ। त्यही भएर बिस्तारै बिस्तारै म चाहिँ बाटो लागिरहेको छु है। यस्तै छ ड्राइभरको जिन्दगी। स्ट्रिङ र ब्रिजमा साउथीको जिन्दगी, नोट र चेकमा। अलिअलि चाहिँ बाटो बनाउनु भएछ नि, बाटो धेरै थियो के गर्नु। आज चाहिँ मौसम पनि बहुत दामी छ। आज बुधबार है, बुधबारको दिन दमक बजारमा चाहिँ बजार छोडेरै आएँ। अबको केही घन्टा पछाडि फेरि फर्किहाल्छु बजारमा। काम अलिक कममा चाहिँ थियो, त्यही भएर मैले साउदीले पठाइहाल्नु पर्यो होइन। के बाटो लागे हुन्छ साउदी भनेर। सामान त थोरै नै छ ल्याउनु पर्ने, त्यही 60,000 होला। के गर्न त्यो ड्राइभर पिछो हजुर गर्नै पर्यो काम। बाटोको दृश्यहरू हेर्न सक्नुहुनेछ। बाटोको यस्तो छ हजुरहरूलाई पनि थाहा छ। यात्रा गरिरहनु भएको छ भने सेफली ड्राइभ गर्नु होला। बिस्तारै बरु ढिलो होस्, आतिनु हुँदैन, बिस्तारै जाने हो। मैले अब अरू त के भन्नु र। टु मच गुड भ्यू राम्रो रहेको छ है। बिस्तारै फेरि